मलाई चाहिँ मिडल क्लासमा जन्मेर अलिकति पनि रिग्रेट लाग्दैन क्या। किन भन्दाखेरि चाहिँ मिडल क्लासले हरेक कुरा बुझेको हुन्छ कि यो दुःख के हो, भोग के हो, स्ट्रगल के हो, लाइफ भनेर बुझ्न पाएको हुन्छ क्या। हामीले भन्ने बित्तिकै केही कुरा पनि पाउँदैनौँ क्या। अनि केही कुरा चाहिएको छ भने त्यसको लागि हामीले स्ट्रगल गर्नुपर्छ क्या। बिस्तारै बिस्तारै जोड्दै 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 अनि त्यो कुरा हामीले पाउँछौँ क्या। त्यसमा छ क्या मजा। भन्ने बित्तिकै पाउनु र बिस्तारै दुःख गर्दै गर्दै जोडेको कुरामा धेरै नै फरक हुन्छ जस्तो लाग्छ क्या मलाई त। त्यही भएर मलाई कहिले पनि लाइफमा चाहिँ लागेन म किन मिडल क्लासमा जन्मेँ होला, म पनि रिच फ्यामिलीमा जन्मिया भए कस्तो हुन्थ्यो होला जस्तो चाहिँ कहिले पनि फिल गरिनँ मैले चाहिँ। किन भन्दाखेरि चाहिँ मैले बुझ्दैछु नि त दुःख भने के हो। तर कहिलेकाहीँ चाहिँ लाग्छ त कहिलेकाहीँ चाहिँ यसो कता कता चाहिँ हुन्छ। किन भन्दाखेरि चाहिँ अति नै दुःख परेको बेला, अति नै पैसा चाहिएको बेला चाहिँ म पनि एउटा रिच फ्यामिलीमा जन्मेको भए अहिले मलाई यो दुःख नै हुन थियो होला जस्तो लाग्छ क्या। लाग्न चाहिँ तर यस्तो बुझ्ने हो भने चाहिँ मिडल क्लास जस्तो आनन्द लाइफ कुनै लाइफमा पनि छैन जस्तो लाग्छ मलाई चाहिँ। यो चाहिँ मेरो लागि भगवान्ले गिफ्ट नै दिएको जस्तो लाग्छ। एन्ड आम ह्याप्पी धेरै नै क्या। लाइफमा स्ट्रगल चाहिँ अति नै इम्पोर्टेन्ट छ क्या। यदि स्ट्रगल छैन भने मान्छेलाई चाहिँ के हो लाइफ भनेर सिक्ने मौका चाहिँ कहीँबाट पनि छैन क्या। र उसले कहिले पाउँदैन पनि क्या। त्यही भएर लाइफमा दुःख पनि चाहिन्छ, सुख पनि चाहिन्छ, सबै कुरा चाहिन्छ क्या। सबै कुरामा भिज्नु चाहिँ पर्ने रहेछ क्या। जो मान्छेले हरेक कुरा भिज्न पाएको छ त्यो मान्छेलाई सोध क्या लाइफ के हो भनेर। उसले प्रश्न देखाएको छ क्या, क्लियर बुझाएको छ पनि क्या। एम चाहिँ रिच हुनुपर्छ तर क्लास आफू मिडल क्लास भयो नि, लो क्लासमा भयो नि कहिले पनि आफूले आफूलाई कमजोर चाहिँ सोच्नु हुँदैन क्या। र आफूले आफूलाई मिडल क्लास भयो भनेर चाहिँ कहिले पनि लो नगर होला। र म पनि जिन्दगीमा कहिले पनि गर्दिनँ। मसँग चाहिँ त्यो एउटा घमण्ड नै छ क्या। म मिडल क्लास फ्यामिलीमा हो तर म मिडल क्लास भयो भनेर चाहिँ कसैको अगाडि झुक्न चाहिँ म सक्दिनँ। त्यो चाहिँ एउटा मसँग घमण्ड छ। एक दिन सबैको पालो आउँछ र बदलौँला। त्यही भन्न चाहन्छु तपाईँहरूलाई नि बेस्ट अफ लक थियो।